2,000 years later. Hello, hi, good morning सबैजनालाई। म चाहिँ भर्खर उठ्दैछु। हाम्रो भेनाहरू चाहिँ अघि उठिसकेर अब कहाँको यात्रामा रेडी हुँदै हुनुहुन्छ होइन? म त्रिवेणी गाउँपालिका 4 ताप्लेजुङ चागे। ताप्लेजुङ पोको यत्रो हान्छ कि बुढो मान्छेले फेरि होइन? ताप्लेजुङे सर्ट, ताप्लेजुङे टेस्ट। अनि हिजो हाम्रो सुते कति बजी भएको थियो? हिजो हाम्रो सुते अलिक ढिलो भएको थियो। 1 बजेको थियो। हिजो हाम्रो सुते 1 बजेको थियो। ल एकछिन म भेट्नेछु। कति बज्यो दिदी अहिले? बिहानको कति बजिसक्यो? म भन्दा छिटो घाम उठिसक्यो। यहाँ हाम्रो ठुली दिदी कति बजी उठिसक्यो र? हेलो अनुहारै नजुल्छु होइन? घाम झुल्किसकेछ है। आमा आज बवाल हुने दिन पो आयो आज त। खोइ राम्रो आएको रहेछ आज चाहिँ। घरहरू हल्का देखाउँछ है। घरहरू हल्का देखाउँदैछ यहाँ। ल यस्तै छ है गाइस, यस्तै छ है घर चाहिँ। यहाँदेखि तल चाहिँ अरे यो हात देखिहाल्दो रहेछ के भएको? यहाँदेखि तल चाहिँ हाम्रो गाउँ चाहिँ अहिले हाम्रो घर चाहिँ अलिकति गाउँको सबभन्दा टपमा पर्छ कि हाम्रो घर चाहिँ। अनि हाम्रो घरदेखि तल मात्रै गाउँहरू, हाम्रो घरदेखि तल मात्रै गाउँहरू छ। तर एकदमै पातला छ। यहाँ पर यहाँ तल छ है, जुन चाहिँ देख्नै देखिँदैन। अब गाउँ यस्तै त हो होइन? भिरालो हरालो उकालो। यहाँदेखि माथि चाहिँ जङ्गलै जङ्गल छ। तर आज दामी, आज राम्रो छ मौसम। आज एउटा फेरि हिजो एउटा शिकार मर्यो, आज फेरि एउटा शिकार मर्दैछ। त्यो के भन्ने कुराहरू म तपाईँहरूलाई एकछिनमा देखाउनेछु। ल गाइस म चिया खान्छु अनि भरे फेरि भेट्नेछु। ल यस्तो नि फल्छ हाम्रो गाउँमा। खै देखाउनु त के हो यो? यो देखाएको कि यो देखाएको नि? कुन देखाएको? यो देखाएको कि यो देखाएको? यहाँ एउटा फेरि हिरोनी बन्दैछ ऊ पर। नयाँ शिकारको लागि हाम्रो साथीभाइहरू उपस्थित भइसक्नु भएको छ यहाँ। कहाँ अरे? अनि त्यो शिकारलाई व्यवस्था गर्नु भित्र बवाल है, हने गर्दैछ होइन? अनि के भन्छ यो गर्नु चाहिँ के भन्छ भन्दाखेरि पुरानो होइन, पुरानो मुन्दुम पुरानो के अनुसार चाहिँ केही गर्नु छ भने नि त्यसलाई केही मागेर गर्नु अरे भन्छ नि होइन? कि कसो है? अरूको छोरी बिहा गर्नु छ भने अरूको छोरी मागेर बिहा गर्नु अरे। खानु छ भने नि पहिला दुःख गरेर नै खानु अरे होइन? कपाल काट्नु छ भने नि पहिला पैसा पे गरेर नै काट्नु अरे भन्छ। जे गर्नु क्या हो कि नभन त? हो नि। त्यही भएर चाहिँ त्यो हुँदैछ। हाम्रो हिरो सर सुटिङको लागि के हुँदैछ त नि? मलाई पनि यसो एउटा रोल दिउँ न सानो। ओइ जान्छ है अब यो त व्यवस्थित हुँदैछ। अहिले यहाँ खिच भन्दा च्याल तेरो म काका सकेन पनि
कि नापी बस्दा ठिक हुन्छ ब्याङ्गै राखेर दिनु छैन यो माथि लगाइदिउँ त अर्दैन माथि खानमा ओ राख लगेर गयो कस्तो भयो अनुभव सुनाइदिनु पर्यो सर यस्तो मजा आउँछ यस्तो मजा आउँछ ला यही सिकार मार्नको लागि थियो होइन हामी दिनका दिन ढल्दैछ यार सिकारीहरू एक सर्ट गेम ओभर हो वाह आज यसलाई टक्क बनाएर गयो टक्कसँगले सेकुवा बनाएर त्यो तानुम 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 सिना ठेप्सी हान्नुपर्छ ठुलो छ क्या आवश्यक त्यो यार निस्किहाल्छ अलिक गेड्नु पनि पर्छ त्यो व्यवस्था भइसकेको छ त्यो अब होइन घरमा दसैँ तिहार जस्तै मासु भइरहेछ होइन यहाँ हिँड्छु सर हाई भन यहाँ बाई हिँड्छु आयो ए यहीँ पोल्दाखेरि सजिलो हुन्छ फाल्नु चाहिँ फोहोर मैला हेर न हाम्रो गाडेहरू यहाँनिर गाडेहरू यहाँ एउटा छ यहाँ दुइटा छ गाडेहरू ओ आइज ल गाडेहरू यिनीहरू सिकार खेल्छ है दुइटा छ यहाँ एउटा छ यार राम्रो काम गर भरे राम्रो खानु पाउँछ है यतापट्टि एकजना बस यतापट्टि दुईजना यहाँबाट ठुलो चान्स यतापट्टि हल्का हेर्ने पोलपाल कार्यक्रम सुरु हुँदैछ है अब यहाँनिर इल्चीको बोर्ड छ यहाँ मौरीको गुड छ तर लास्ट ओ यो मौरीको गुड त बुच्याउने बेला भएको रहेछ तल्लोपट्टि ब्याङ्गै गएको रहेछ यो यस्तो छ नि यो यस्तो यो त सुक्नु टाइम लाग्छ होला त नि त्यो अघिको मडी त ल्याएन त्यो छरिदिनु नि सर उपरमा खासै गनाउँदैन हौ त्यसले भेट्दैन क्या उपर भेट्ने तल मुनि भेट्दैन है फाइनली अब वान लट चाहिँ सक्नु आँटेको छ हाम्रो अब यो गरिसकेपछि अब अर्को स्टेप छ खै कति स्टेपमा मात्र यसलाई फाइनल स्टेप आउँछ होइन सिटा काटेको सिटाले चाहिँ पुगेछ अब यो सिटालाई चाहिँ म कहाँ व्यवस्था गरौँ भन्दाखेरि यहाँ राख्नु पऱ्यो अघि पनि यहाँ राख्छु यहाँ राख्नु पऱ्यो यहाँ दाउरा छ होइन यता पनि दाउरा छ है दाउरा बबालै चाहिन्छ है गीतहरू बजिरहेछ
यो मासु खानुको लागि पनि के गर्नुपर्ने यहाँ हेर्नुहोस् त अब है पुरा डिजाइनिङ कलर बनेर आएछ है तर यो गरेपछि चाहिँ के हुन्छ भन्ने हो मासु मिठो हुन्छ एउटा मासुलाई एउटा फाइनेस्ट एउटा फर्ममा आउँछ जसले गर्दाखेरि टेस्टिलो हुन्छ भन्ने एउटा भनाइ छ बुझाइ छ पहिलादेखि चलेर आएको चलन गरिँदैछ होइन के हो दामी हुँदैछ होइन कस्तो खाउँ लाग्दो हुन्छ क्या त्यही भएर चाहिँ अलि सायद जति पनि यो छाला यो स्किनमा पाउने त्यो हाइब्रिड केहरूलाई चाहिँ सायद यो करले चाहिँ मार्ने काम गर्छ होला क्या होइन त्यही भएर चाहिँ यो चलन ल्याएको होला तपाईँहरूलाई के लाग्छ यसको लागि चाहिँ कमेन्ट गर्नु होला यो किन यो सुँगुरहरूमा यो खसीहरूमा चाहिँ किन यो के भन्छ बेसार पानी चाहिँ किन लाइन्छ कलर किन लाइन्छ भन्ने कुराहरू यहाँ चाहिँ घप्टो पारेर राखिन्छ अरे मिर्गा केलाई होला यहाँ चाहिँ फोर्ने कार्यक्रम मचिरहेछ अहिले हाम्रो होइन यहाँ फोर्दै हुनुहुन्छ गाउँले दाजुभाइहरूले जनिस गएछ किन काट्नु जान्दैनौ फेदै हानेर ल्याउनु भइहाल्यो नि अब लास्ट भन्दा पनि लास्ट चाहिँ मासुलाई पिस बनाउनेतिर तर्खरमा हामी जाँदैछौँ त्यहाँदेखि भाग लाउने त्यहाँदेखि सक्छ तर मासु चाहिँ यतिको ठिकै छ है ल साथी यो आजको कार्यक्रम पनि सकिएको छ र हाम्रो खाने कार्यक्रम भइरहेको छ र म यहाँदेखि अगाडि भिडियो बनाइनँ र यतिकैमा म भिडियोलाई इन गरेको छु थ्याङ्क यू सो मच सबैजनालाई माया देखाइदिनु होला